हेर्नुहोस् छोरीको पारा 12 बजिसक्यो 12:30 भइसक्यो गीत गाएर बसेको छोरीले के भएको छोरा गीत गाएर बसेको छ 12:30 भइसक्यो गीत गाएको अघि नसकेको नि मलाई निन्द्रा लागिसक्यो नानी चाहिँ गीत गाएर बसेछ मेरो छोरीले गीत गाएर बसेछ 12 बजे राति मामुलाई निन्द्रा लागिसक्यो कसको छोरो गीत गाएर बस्ने अझै म त के नसकेको नि हेर्नु त बाबा हजुरको छोरी त्यहाँ कति बज्यो अहिले 12:30 भइसक्यो छोरीले गीत गाएर बसेछिन् सुत्दैन गाइस हो ए हात पनि यता मामुको मुखतिर ल्याएर के गरेछिन् बरीलाई नुन गरौँ न जरा आइया नक्क दुलो भएर